स्ट्यान्डर्ड फर्म अफ द के भन्छ स्ट्रेट लाइन भनेको यो तीनटा स्ट्यान्डर्ड फर्म छ हामीसँग एउटा के छ त यो स्लोप इन्टरसेप्ट फर्म छ अर्को के हुन्छ त डबल इन्टरसेप्ट फर्म छ अर्को के छ त परपेन्डिकुलर फर्म छ जब चाहिँ हामीले क्वेशनमा के दिएको हुन्छ जब कुनै एउटा एंगल दिएको छ कुनै एउटा एंगल यो भने केलाई के भन्छ त y इन्टरसेप्टलाई के भन्छ y खण्ड भन्छ ए y खण्ड परेको नि y इन्टरसेप्ट जब चाहिँ किन के भने y इन्टरसेप्ट भनेको जो y एक्सिस को केही पार्ट हो नि त्यसलाई के भन्छ यो y इन्टरसेप्ट त्यसलाई चाहिँ हामीले के दिनु पर्छ c ले गर्छौं भने आफ्नो एउटा एंगल भनेको थीटा दिएको छ भने यसको क्रममा हामीले पढ्यो y बराबर के छ यो mx + c जहाँ चाहिँ m भने के हो त स्लोप हो c भने के हो त y इन्टरसेप्ट हो डबल इन्टरसेप्टमा कुनै एउटा स्ट्रेट लाइन हामीले के दिएको जब चाहिँ डबल इन्टरसेप्ट दिएको छ जब चाहिँ यो x इन्टरसेप्ट पनि दिएको छ र y इन्टरसेप्ट दिएको छ भने यसलाई हामी के भन्छौँ यो यसलाई हामीले यो x इन्टरसेप्ट र y लाई हामीले के भन्छौँ त सरी b लाई हामी के भन्छौँ y इन्टरसेप्ट र a र b दिएको छ भने यसको डबल इन्टरसेप्ट गर्नुलाई के हुन्छ यो x/a प्लस के हुन्छ y/b इक्वल टु के हुन्छ जहाँ चाहिँ a र b भने के हो त इन्टरसेप्ट हो र xy भने के हो त भेरिएबल त्यस्तै गरे हामीले एउटा के हुन्छ परपेन्डिकुलर फर्म यो परपेन्डिकुलर फर्मलाई हामीले के भन्छौँ यसलाई नर्मल फर्म पनि भन्छ यसलाई के भन्छौँ नर्मल फर्म तर हामीले कुनै एउटा स्ट्रेट लाइन छ भने कुनै एउटा स्ट्रेट लाइन छ यो ओरिजिन देखि यहाँसम्मको डिस्टेन्सलाई के भन्छ p हुन्छ र यहाँ के भन्नु पर्यो यहाँ परपेन्डिकुलर हुनु पर्छ है ल यहाँ देखि परपेन्डिकुलर छ यो प्वाइन्ट कहाँ छ यो प्वाइन्टको एक नाम के हो त हेर्दा ओरिजिन देखि स्टार्ट छ यो ओरिजिन देखि यो स्ट्रेट लाइन सम्मको डिस्टेन्सलाई लेन्थलाई हामी के भन्छौँ p भन्छौँ के भन्छौँ p भन्छौँ भने कुनै एउटा सपोज यहाँ हामीले कुनै एउटा एंगल भनेको यो अल्फा छ भने त्यसको हामीले परपेन्डिकुलरको फर्मुला हामीले भ्यालु पाउँछौँ के हुन्छ त्यसको इक्वेसन यो x अनि के हुन्छ cos अल्फा प्लस के हुन्छ y अनि के हुन्छ हामीले sin अल्फा इक्वल टु भ्यालु के हुन्छ त p हुन्छ है के हुन्छ p यो x cos अल्फा प्लस के हुन्छ y sin अल्फा इक्वल टु के हुन्छ p भने के हुन्छ डिस्टेन्स के हुन्छ डिस्टेन्स बिट्विन द के हुन्छ ओरिजिन टु द के हुन्छ दिस लाइन त्यो लाइन देखि हामी डिस्टेन्स हामी के भन्छौँ त p भनेको लेन्थ अफ के हो त परपेन्डिकुलर लेन्थ भनेको p भनेको लेन्थ अफ के हुन्छ परपेन्डिकुलर यो स्ट्रेट लाइनमा ओरिजिनबाट के भएको छ एउटा परपेन्डिकुलर ड्र भएको छ नि त्यो डिस्टेन्स हामी के भन्छ p भन्छौँ आफ्नो एउटा एंगल भनेको अल्फा हुन सक्छ त्यसको इन्क्लाइनेसन एंगल हुन सक्छ इन्क्लाइनेसन एंगल भने बुझ्छौ तिमीले इन्क्लाइनेसन एंगल भनेको के हो त यो x एक्सिस सँग पोजिटिभ x एक्सिस सँग एन्टी क्लकवाइज डाइरेक्सनमा जुन एंगल भनेको हुन्छ नि त्यो एंगललाई हामी के भन्छौँ इन्क्लाइनेसन भन्छौँ के भन्छ लाइक इन्क्लाइनेसन अफ द लाइन त्यो लाइनको के हुन्छ त इन्क्लाइनेसन हुन्छ के भने मैले पोजिटिभ x एक्सिसमा पोजिटिभ x एक्सिसको डाइरेक्सनमा त्यो पनि एन्टी क्लकवाइजमा एन्टी क्लकवाइज भनेको क्लकवाइज र एन्टी क्लकवाइज हुन्छ नि क्लकवाइज भनेको घडीको यो दिशा क्लकवाइज वा एन्टी क्लकवाइज भनेको घडीको हुन्छ उल्टो दिशामा हामी के भन्छ एन्टी क्लकवाइज जुन हामीले कुनै एउटा एंगल बनेको छ यहाँ हेर्दा सपोज यो एंगल मैले लिएको छु नि यो एंगल के हो इन्क्लाइनेसन एंगल किनभने यो पोजिटिभ एक्सिस हेर्दा यो प्वाइन्टबाट यता पोजिटिभ यता पोजिटिभ यो लाइनबाट यता के नेगेटिभ हुन्छ यता के हुन्छ पोजिटिभ डाइरेक्सनमा x को पोजिटिभ डाइरेक्सनमा x एक्सिसमा के हुन्छ लाइनले कट गरेको हुनुपर्छ है जब चाहिँ यो x एक्सिसमा कुनै लाइनले कट गरेको छ भने अब यसलाई हामीले यो क्लकवाइज भएर यो एंगल यहाँ बनिरहेको छ के छ त क्लकवाइज बनिरहेको छ अहिले यो के बनिरहेको छ त एन्टी क्लकवाइज यो एन्टी क्लकवाइजमा जुन एंगल बनाएको हुन्छ नि त्यो एंगललाई हामी के भन्छौँ त इन्क्लाइनेसन